ايش مالك؟ انا بتوجعني وجهي قدامتي. नमस्कार सबैजनामा केही दिनदेखि यता मलाई केही कुरा भन्नु मन थियो एन्ड आई वाज चुजिङ अ प्लेटफर्म आई डोन्ट नो विच प्लेटफर्म should I choose to say my words and I finally remember like I had one old YouTube channel जसको नाम थियो नेपाल वर्ल्ड सायद यो कोरोनाको बेलामा अलिकति एक्टिभ थियो किनकि त्यति बेला हामीले एउटा सर्ट मुभी बनाएको थियौँ इट वाज अबाउट द कोरोना एन्ड हाउ लोकल गभर्मेन्ट सुड एक्ट टु प्रिभेन्ट द वार अगेन्स्ट कोरोना भाइरस अलिकति बोरिङ छ लाइक इन्स्टिट्युसनल कामहरू कसरी गर्नुपर्ने हुन्छ कुनै पनि एउटा कन्ट्रीमा यस्तो भाइरसहरूले लागिसकेपछि भन्ने कुराहरूले हामीले अलिकति एउटा सानो कम्युनिटीलाई देखाएर सानो स्टोरी बनाएर गर्न खोजिरहेको थियौँ यही युट्युबमा छ के त्यो भिडियो फुर्सदमा हेर्नु होला एन्ड अगेन ब्याक टु द टपिक अघि भर्खर हामीले क्लिपहरूमा त हेऱ्यौँ गाजाको भिडियो क्लिप्सहरू एन्ड द वार वाज ह्यापनिङ सिन्स 2 years मेबी अराउन्ड 500 days पछि चाहिँ फाइनली वार चाहिँ स्टप भएको छ अहिले रिसेन्टली स्टप भन्दा पनि केही टाइमको लागि एन्ड वाचिङ अल दोज भिडियोज क्लिप्स एन्ड द चिल्ड्रेन्स क्राइङ त्यो पेन त्यो खानाको लागि लाइनमा बसेर बच्चाहरू रोएको आफ्नो परिवार बिना लाभारिस भएर कति बच्चाहरू अझै स्ट्रिट्समा कति त मरिरह होला कति चाहिँ I don't know what to say. अब हामीले यो क्लिप्सहरू हेर्दाखेरि लाइक मुभिजहरूमा पनि देखिरहेको हुन्छ वार यताउता कतिपय मान्छेहरू कनेक्ट हुन सक्छ तर कति मान्छेहरूलाई चाहिँ I don't know if they can get connected with the feelings because like every headline को पछाडि every war को कुराहरू हुन्छ नि जुन स्टोरिजहरू न्युजमा आउँछ हेडलाइन्सहरू त्यसको पछाडि कयौँ परिवारहरू कयौँ घरहरू र कयौँ माया गर्ने आफन्तजनहरूको एकदमै दुःख लाग्दो कहानी छ सायद त्यो सबै कुराहरू देखाउँदैन सायद अरू देशमा भएको त्यस्तो घटनाहरूको भिडियोजहरू हेरेर हामीले त्यस्तो एकदम फिलिङ्स रिलेटेड हुन सक्दैन होला होइन तर इभन इन आवर कन्ट्री नेपाल है कति धेरै क्रान्तिहरू भयो 7 सालको क्रान्ति 47 को क्रान्ति एन्ड देन 58-59 देखि लाइक 60 to 63 सम्मको माओवादीवाला क्रान्ति एन्ड अहिले जेएनजीवाला रेभोल्युसन एगेन्स्ट द करप्सन राइट कति धेरै मान्छेहरूले ज्यान गुमायो एन्ड जसले गुमाएको छ जुन परिवारले आफ्नो आत्मीयजनहरू गुमाउनु भएको छ उहाँहरूलाई थाहा छ होला एउटा आफ्नो मान्छे गुमाउँदाखेरिको दुःख पीडा नयाँ लाइफ स्टार्ट गर्नुपर्ने कन्डिसन्सहरू हुन्छ कति धेरै कुराहरूको च्यालेन्जिङ कुराहरू छ त्यो त पढ्ने मान्छेलाई मात्रै थाहा छ होइन सो आई जस्ट वान्ट टु से कि जुन अहिले भइरहेको छ नेपालमा आफ्टर द जेएनजी क्रान्ति यसको अब कति धेरै गुड साइड्सहरू पनि छ कति धेरै आई डोन्ट नो ब्याड साइड्स पनि छ होला सायद त्यो सबै कुरा देखेर आई एम सो स्याड
angry and worried about the same time, eh? And I believe we must यसको समीक्षा चाहिँ कम्प्यासनबाट गर्नुपर्छ, रिभेन्जको फिलिङ्सहरूबाट भन्दा पनि. And it's time to stop cheering for destruction maybe and start caring for the lives we have lost. र कुनै पनि यस्तो कन्फ्लिक्ट्सहरू र कुनै पनि यस्तो क्रान्ति रिभोल्युसन्सहरू अचानक कहीँबाट आएर भइहाल्ने चाहिँ होइन है. किनभने ब्याकग्राउन्डमा डिफ्रेन्ट काइन्ड अफ स्टोरी चलिरहेको हुन्छ. एज वी नो होइन, हाम्रो देशको पोलिटिक्स पनि एउटा एकदम पुरानो हिन्दी फिल्मको कहानी जस्तो छ. लट्स अफ करप्टेड पोलिटिसियन्स है, विदेशी शक्तिहरूसँग बिकिरह आफ्नै देशलाई बर्बाद पार्न खोजिरह त्यस्तो घामड बुढाहरूले चलाइरहेको थियो. आई डोन्ट नो म्यान, त्यो मर्ने बेलामा एउटा देशको भनौँ न एउटा घरको अभिभावक जस्तो भएर देशलाई घरलाई राम्रोसँग आफ्नो छोराछोरीहरूलाई राम्रो शिक्षा दिएर हुर्काउनु पर्नु सट्टा आफै विदेशी शक्तिहरूसँग विदेशी पैसासँग मिलेर आफ्नो घरको छोरी बुहारीहरू बेच्ने, छोराछोरीहरूलाई कुलतमा फसाउने, त्यस्तो गर्ने खालके अभिभावक बन्न पुग्यो क्या हाम्रो देशको अब के भन्छ भूतपूर्व मन्त्रीहरू. सायद त्यसकै रिजल्ट भयो. यति धेरै बच्चाहरूले ज्यान गुमाउनु पर्यो जेन्जी प्रोटेस्टमा होइन. तिनीहरूले सिभिलियन्सको भोइस म्याटर गर्थ्यो, हामीले जनताको लागि राज गरेको भन्ने सोच्थ्यो भने दे वुड ह्याभ टेकन अ डिफ्रेन्ट स्टेप होइन. साधारण मिटिङबाट सोल्युसन हुन सक्थ्यो, तर उनीहरू त सायद देशको हितको लागि बसेकै थिएन त्यहाँ है. र भन्छ नि, घरमा कुनै मुली मान्छेको चप्पल मात्रै घर अगाडि ढोका अगाडि राख्थ्यो भने अब त्यस्तो नराम्रो मनसाय लिएर आउने मान्छेले झ्याप्पै आँट गर्न सक्दैन भन्ने कुरा. त्यस्तै अब अहिले आएर त आफ्नो देशमा अभिभावक नै विहीन भए जस्तो फिलिङ्स अवस्था छ. कुन बेलामा के हुने हो भन्ने कुरा नै को टुङ्गो छैन. किनभने हामी जुट्नभन्दा पनि फुटिरहेको छौँ कि होइन. तर आई थिङ्क इट्स टाइम टु फिक्स है. यो बर्निङहरू रिभोल्युसनहरू इनफ भइसक्यो क्या. अब चाहिँ हामीले सबै मिलेर बिल्ड गर्नुपर्छ है. डिफ्रेन्ट पोलिटिकल स्टडिजहरूले भन्छ लाइक देयर हेज टु बी रिभोल्युसन इन एभ्री स्टेप है. र हामीले स्टडी गऱ्यो भने युएसहरू, युकेहरू, जापान, अस्ट्रेलिया, एभ्री कन्ट्री अराउन्ड द वर्ल्ड तिनीहरूले एभ्री स्टेप अफ रिभोल्युसन गर्दा 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 हामीभन्दा कयौँ रिभोल्युसन गरे कि उनीहरूले. हामी त रिभोल्युसनमा लाइक धेरै पछि परे है. स्टिल यति डेभलप भइसकेको छ कन्ट्री, तर पनि स्टिल करप्सन हुन्छ उनीहरूको कन्ट्रीमा पनि. एन्ड आई थिङ्क दे हेभ स्ट्रङ लज एगेन्स्ट द करप्सन जुन हाम्रो कन्ट्रीमा छैन. र अब नेक्स्ट फेजमा हामीले करप्सन र देशद्रोही विरुद्धमा भनौँ न अलिकति स्ट्रङ कानुन बनाएर अगाडि बढ्ने हो भने पनि हाम्रो 50% प्रब्लम्स त सायद अब सोल्युसन हुँदै जान्छ होला कि. सो आई थिङ्क इट्स टाइम टु थिङ्क है. एकदम सोच विचार गरेर अगाडि बढ्ने चान्स छ अहिलेलाई हामीसँग. किनभने जे नहुनु थियो त्यो भइहालिसक्यो है. र कति धेरै घरहरू बर्बाद भइसकेको छ डाउन टु द ग्राउन्ड है फायरले. कतिपय पोलिटिसियन्सहरू सेवाको लागि आउनुभएको थियो होला र उहाँहरूको घर पनि कति सुनियोजित तरिकाले जलाइएको छ. अब त्यसको अकाउन्टेबल हुन त बाँकी नै छ कति के भयो भन्ने कुराहरू. तर अब यसलाई हामीले एङ्गर भन्दा पनि अब अलिकति विचार गरेर अगाडि बढ्नुपर्छ. किनभने अपर्च्युनिटिस्टहरू एकदमै रेडी पोजिसनमा छ. सायद कतिजनालाई अफर पनि आइसकेको छ होला. अब तपाईँहरू आफ्नो साइडबाट खेलिदिनुहोस् भनेर कति अफर आइरहेछ त्यो तपाईँहरूलाई थाहा होला.
फेरि पनि त्यस्तै गेम खेल्ने हो भने त आई थिङ्क त्यत्रो धेरै लाइफ्सहरू भाइ बहिनीहरूले दिएको उहाँको परिवारहरूले दिएको सबै कुरा वर्थलेस हुन्छ र जुन अघि हामीले गाजाको बच्चाहरूले दुःख भोगिरहेको थियो हाम्रो भविष्यको बच्चाहरूले पनि हाम्रो छोराछोरी भाइ बहिनी अब रिसेन्टली अहिलेको टाइममा नभए पनि फ्युचरमा हाम्रो नाति हाम्रो फ्युचर जेनेरेसन्सले सेम त्यस्तै दुःख नपाउला भन्न सकिँदैन के सो एकदमै सिरियसली सोच्ने टाइम हो यो चाहिँ सो हाम्रो सोभरेन्टी मतलब सार्वभौम सत्ता हाम्रो युनिटी लज एन्ड अर्डरमा डिपेन्ड गर्छ होइन सो when a country is weak and distracted you know other nations can step in to take advantage so हाम्रो जुन यो इन्टरनल डिस्प्युट्सहरू छ प्रब्लम्सहरू छ so we have to solve it internally as we know if we don't fix our homes then others will come and control it so अब सबै कुराहरू बिर्सेर प्यासेन्सका साथ रेस्पेक्टका साथ देश बनाउनको लागि अगाडि बढ्ने समय आएको छ जति पनि सरकारमा हुनुहुन्छ सरकारमा जान चाहनुहुन्छ र जेनजीसमा इम्पावर्ड हुनुहुन्छ सबैजना मिलेर हातेमालो गरेर यो देशलाई नयाँ लक्ष्यतिर अगाडि बढाउने समय आएको छ किनभने गाजा जस्तो समय हामीले कुनै पनि दिनमा भुलेर पनि देख्न नपरोस् त्यही सोचेर मलाई यो भिडियो बनाउन मन लाग्यो आज केही गल्ती कुरा गरेको भए चाहिँ माफ गर्नु होला एज अ नेपाली लिभिङ एब्रोड त्यही सोचेर दिनरात निदाउन सकिरहेको हुँदैन I'm so sorry for everything if any mistaken. Thank you.